एउटा यस्तो पाप जसलाई कहिल्यै क्षमा गर्न सकिँदैन। यो कुरा सोच्दा पनि मनमा कस्तो डर लाग्छ होइन? इतिहासभरि धेरै मानिसहरू यो विषयलाई लिएर चिन्तित भएका छन्। आज हामी यही डरलाग्दो तर अत्यन्तै महत्त्वपूर्ण विषयलाई खोतल्नेछौँ। त्यसो भए के साँच्चै नै कुनै यस्तो पाप छ जसलाई कहिल्यै माफ गरिँदैन? यो एउटा यस्तो प्रश्न हो जसले धेरैको मनमा डेरा जमाएको हुन सक्छ र यसको जवाफ बुझ्न एकदमै जरुरी छ। हो, यो डरको मुख्य स्रोत बाइबलको यही पद हो। मर्कुस 3 अध्यायको 29 पदमा येशूले भन्नुभयो, जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ त्यसले कहिल्यै क्षमा पाउने छैन, त्यो अनन्त पापको दोषी हुन्छ। यो सुन्दा त एकदमै अन्तिम फैसला जस्तो लाग्छ होइन र? अब यो डरको गहिराईमा जानुअघि एउटा कुरा के याद राख्नुपर्छ भने येशूले यही कुरा भन्दै गर्दा अरू सबै पापहरूको लागि विशाल क्षमाको बारेमा पनि बताउनु भएको थियो। हो, ठिक अघिल्लो पद मर्कुस 3:28मा येशूले भन्नुहुन्छ, म तिमीहरूलाई साँचो भन्दछु, मानिसहरूले गरेका सबै पाप र तिनीहरूले बोलेका सबै निन्दाहरू क्षमा हुनेछन्। सोच्नुस् त परमेश्वरको क्षमा कति फराकिलो छ। तर यही फराकिलो क्षमाको बीचमा रहेको त्यो एउटा अपवादले गर्दा यो विषय झनै गम्भीर बन्नु पुग्छ। त्यसो भए त्यो अपवाद के थियो त? यो बुझ्नको लागि हामीले त्यो समयमा फर्कनुपर्छ जब येशूले यो कुरा भन्नुभएको थियो। ल भन्नुस्, आखिर त्यो बेला त्यहाँ भइरहेको के थियो? खासमा त्यस ऐतिहासिक सन्दर्भमा क्षमा नहुने पाप भनेको ख्रिस्टले गरिरहनु भएको चमत्कारलाई आफ्नै आँखाले देखेर पनि जानाजानी पवित्र आत्माको कामलाई ढिपीका साथ निन्दा गर्नु थियो। यहाँ दुई कुरा महत्त्वपूर्ण छन्। पहिलो, जानाजानी र ढिपीका साथ अस्वीकार गर्नु, र दोस्रो, त्यो घटनाको प्रत्यक्ष साक्षी हुनु। एकछिन त्यो दृश्यलाई कल्पना गरौँ त। येशूले पवित्र आत्माको शक्तिद्वारा एकपछि अर्को शक्तिशाली चमत्कारहरू गरिरहनु भएको थियो। त्यहाँ उपस्थित कसैले पनि त्यसलाई नकार्नै नसक्ने अवस्था थियो। अनि यो सब कसले हेरिरहेको थियो? साधारण मानिसहरूले मात्र होइन, फरिसीहरूको एउटा समूहले, जो त्यस बेलाका धार्मिक अगुवाहरू थिए र धर्मशास्त्र र भविष्यवाणीहरू राम्ररी बुझ्दथे। उनीहरू अनजान थिएनन्, बरु जानकार साक्षीहरू थिए। यति हुँदाहुँदै पनि उनीहरूले के भने थाहा छ? मत्ती 12:24 अनुसार उनीहरूले आरोप लगाए कि येशूले जुन शक्तिले काम गरिरहनु भएको छ त्यो पवित्र आत्माको नभई दुष्टात्माहरूको मालिक बालजिबुलको शक्ति हो। सोच्नुहोस् त, परमेश्वरको कामलाई आफ्नै आँखाले देखेर उनीहरूले त्यसलाई शैतानको काम भनेर दोष लगाए। ल, त्यो त भयो त्यो समयको कुरा। अब सबैभन्दा ठूलो प्रश्न आउँछ, के आजको दिनमा पनि कसैले ठिक त्यही पाप गर्न सक्छ? यहाँनिर यो विषयले एउटा नयाँ मोड लिन्छ। यसको सिधा र स्पष्ट जवाब हो, सक्दैन। फरिसीहरूले गरेको त्यो विशेष पाप आज दोहोर्याउन असम्भव छ। किन? किनभने येशू ख्रिस्ट आज भौतिक रूपमा पृथ्वीमा हुनुहुन्न र कसैले पनि उहाँलाई प्रत्यक्ष रूपमा चमत्कार गरेको देखेर त्यसलाई शैतानको काम भन्न सक्ने अवस्था छैन। त्यो इतिहासको एक अद्वितीय र कहिल्यै नदोहोरिने घटना थियो। यहाँ हेरौँ त, यो कुराले फरकलाई एकदमै प्रष्ट पार्छ। एकातिर ऐतिहासिक निन्दा थियो, जुन चाहिँ येशूको प्रत्यक्ष चमत्कारलाई जानेरै शैतानको काम भन्नु थियो। अर्कोतिर आजको क्षमा नहुने अवस्था छ, जुन भनेको मृत्युसम्म नै ख्रिस्ट र उहाँको मुक्तिको उपहारलाई निरन्तर रूपमा अस्वीकार गरिरहनु हो। त्यसो भए यदि त्यो ऐतिहासिक पाप आज गर्न सकिँदैन भने आजको दिनमा क्षमा नहुने अवस्था भन्नाले के बुझ्ने त? आजको सन्दर्भमा क्षमा नहुने पाप भनेको कुनै एकपटक बोलेको कुरा वा गरेको काम होइन, बरु यो एउटा निरन्तर अविश्वासको अवस्था हो। यो भनेको आफ्नो जीवनकालभरि येशूले दिनुभएको मुक्तिको बाटोलाई अस्वीकार गरिरहनु हो। यो एउटा कार्यबाट हृदयको अवस्थामा सरेको छ। पवित्र आत्माको काम आज के हो त? यूहन्ना 16:8 अनुसार उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको बारेमा दोषी ठहराउनुहुन्छ। उहाँले हामीलाई सत्यतर्फ डोर्याउनुहुन्छ, तर त्यो डोराइलाई स्वीकार गर्ने कि नगर्ने त्यो हाम्रो हातमा हुन्छ। र यो सबै कुरा विश्वाससँग जोडिएको छ। हिब्रू 11:6ले स्पष्ट भन्छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ र मुक्तिको लागि चाहिने त्यो विश्वासको केन्द्र हुनुहुन्छ येशू ख्रिस्ट। यो त एकदमै तार्किक कुरा हो, होइन र? यदि क्षमा पाउने एउटै मात्र बाटो छ र कसैले त्यो बाटो नै रोज दिन भन्छ भने उसले कसरी क्षमा पाउन सक्छ?
यूहन्ना 14:6 येशूले भन्नुभयो, बाटो, सत्य र जीवन म नै हुँ। एकमात्र मुक्तिदातालाई नै इन्कार गर्नु भनेको त क्षमा पाउने सम्भावनालाई नै बन्द गर्नु हो। अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ। यदि कसैको मनमा कतै मैले क्षमा नहुने पाप गरे कि भन्ने डर छ भने त्यो चिन्ता आफैमा एउटा राम्रो सङ्केत हो। जसले साँच्चै यो अवस्था पार गरेको छ उसलाई यसको कुनै चिन्ता वा वास्ता नै हुँदैन। धेरै पटक यो डर शैतानले मानिसको मनमा हालिदिएको एउटा बोझ मात्र हो। तर बाइबलले डरको सट्टा गहिरो आश्वासन र आशाको सन्देश दिन्छ। आशाको सुरुवात परमेश्वरको यो खुला निमन्त्रणाबाट हुन्छ। याकुब 4:8 लेखिएको छ, परमेश्वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। अनि यो मात्र होइन, रोमी 5:20 त अझै अद्भुत कुरा भन्छ, जहाँ पाप बढ्यो त्यहाँ अनुग्रह झन बढी प्रशस्त भयो। यसको मतलब कुनै पनि पाप परमेश्वरको अनुग्रहभन्दा ठूलो हुन सक्दैन। हिब्रू 7:25 येशूको शक्तिको बारेमा यसो भन्छ, उहाँ मार्फत परमेश्वर कहाँ आउनेहरूलाई उहाँले पूर्ण रूपमा बचाउन समर्थ हुनुहुन्छ। पूर्ण रूपमा, यो शब्दमा कति ठूलो आश्वासन छ। र अन्तमा यशाया 12:2 यो विजयको घोषणा सुन्नुहोस्, निश्चय नै परमेश्वर मेरो मुक्ति हुनुहुन्छ, म भरोसा गर्नेछु र डराउने छैन। परमप्रभु मेरो मुक्ति हुनुभएको छ। यो डरमाथि भरोसाको विजय हो। अन्तमा कुरा एउटै छनौटमा आएर टुङ्गिन्छ, डरमा जिउने कि अनुग्रहमा भरोसा गर्ने। यो जानकारीले हामी सबैलाई डरबाट स्वतन्त्रताको बाटो रोज्न मद्दत गरोस्।